सो हेलो एभ्रिवान। हिजो चाहिँ हामीले क्रिजअप्सको फर्स्ट र सेकेन्डलाई डिस्कस गऱ्यौँ। सो आज चाहिँ हामी वेटस्टोन ब्रिज पढ्न गइरहेछौँ। सो वेटस्टोन ब्रिज भन्ने बित्तिकै यो चाहिँ वेटस्टोन ब्रिज चाहिँ एउटा सिम्पल इलेक्ट्रिक सर्किट हो जसले चाहिँ कुनै पनि एउटा कन्डक्टरको रेजिस्टेन्सको भ्यालु एक्युरेटली मेजर गर्ने काम गर्छ है त। म यसको थोरै डेफिनेसन लेखिदिइहालेँ ल। सो इट इज an electrical circuit which can accurately measure resistance of a conductor. सो यो भन्दै गर्दा म वेटस्टोन ब्रिजको चाहिँ स्ट्रक्चरै म सुरुमा बनाएर बुझाउँछु ल। सो हेरौँ है त, म वेटस्टोन ब्रिजको सुरुमा स्ट्रक्चरै बनाउँछु अनि त्यहाँपछि बोल्नुपर्ने कुराहरू यसमा थुप्रै छन्। केही खासै गाह्रो छैन, सिम्पल छ है, सल्भ गरिहाल्छौँ हामी ढुक्क भएर। सो यहाँ चाहिँ ए भयो, बी भयो र यो चाहिँ सी भयो र यो चाहिँ डी भयो है त ल। अब यो वेटस्टोन ब्रिजले चाहिँ पहिला सुरु के काम गर्छ भनेर म यसको एप्लिकेसन डाइरेक्ट भन्दिनु भन्दा पनि यहाँ मैले भन्न त भनिदिइसकेँ। कुनै पनि यो तीनटा गिभन रेजिस्टेन्सहरू हामीसँग हुन्छ र कुनै एउटा अननोन हुन्छ। फर इक्जाम्पल अहिले यहाँ चाहिँ यो चारवटा रेजिस्टेन्स मध्ये यो एउटा यक्स चाहिँ अननोन छ। अब यो यक्सको भ्यालु कसरी पत्ता लगाउने यदि तीनटा हामीसँग नन छ भन्दै गर्दा हामीले चाहिँ एउटा यो वेटस्टोन भन्ने साइन्टिस्टले दिनुभएको एउटा यो सेटअप हो। यो सेटअप रेडी गर्छौँ है। यो सेटअप रेडी गरिसकेपछि यहाँबाट स्विच अन गरेर हामी करेन्ट फ्लो गर्छौँ। यो करेन्ट फ्लो गरेपछि यहाँ एउटा ब्यालेन्स कन्डिसन क्रिएट हुन्छ। वेटस्टोन ब्रिजको मेन प्रिन्सिपल भनेको यही हो, ठिक छ। एट ब्यालेन्स कन्डिसन एउटा यस्तो खाले ब्यालेन्स कन्डिसन क्रिएट हुन्छ कि एट ब्यालेन्स्ड कन्डिसन क्रिएट हुन्छ कि यो ब्यालेन्स्ड कन्डिसनमा आएर चाहिँ यो ग्याल्भेनोमिटरबाट, ठिक छ, नो करेन्ट फ्लोज थ्रु ग्याल्भेनोमिटर। बुझिन्छ? तीनटा रेजिस्टेन्स हामीसँग गिभन हुन्छ, एउटा एक्स अननोन हुन्छ। अब यो एक्सको भ्यालु कसरी पत्ता लगाउने भन्दै गर्दा एउटा हामी वेटस्टोन बनाउँछौँ, वेटस्टोनको स्ट्रक्चर बनाउँछौँ। यस्तो तरिकाले त्यो स्ट्रक्चर हामी बनाउँछौँ कि जसको कारणले गर्दाखेरि चाहिँ यो ग्याल्भेनोमिटर यहाँ हामीले राखेको ग्याल्भेनोमिटरबाट करेन्ट बग्दैन। अब यो ग्याल्भेनोमिटरबाट करेन्ट कुन कन्डिसनमा बग्दैन भन्दा त जब पोइन्ट बी एन्ड पोइन्ट डी आर एट सेम पोटेन्सियल। ठिक छ, सेम पोटेन्सियल। सो अब यहाँबाट स्विच अन गर्यो, यहाँबाट आई भन्ने करेन्ट आयो। आई भन्ने करेन्ट आउँदै गर्दाखेरि अब यहाँबाट करेन्टले डिभाइड हुन्छ। हामीलाई थाहा छ नि होइन, करेन्टले एउटा जङ्सन भेट्टाएपछि करेन्ट चाहिँ दुईतिर ठ्याक्कै पानीको पाइप जस्तै हो क्या करेन्ट भनेको पनि। यो पानीको पाइपबाट तिमीले पानी पठाइरहेका छौ भनेदेखि यदि तिमीले यो पाइपलाई चाहिँ यसरी डिभाइड गरिदियो भनेदेखि चाहिँ
हो यसरी यसरी डिभाइड गरिदियो यदि भनेदेखि चाहिँ यो करेन्ट यो पानी यता पनि जान्छ यता पनि जान्छ यता पनि जान्छ हो कि होइन हो यो सेम करेन्ट पनि त्यस्तै हो करेन्ट पनि यहाँबाट आइरहेको छ करेन्ट अब यहाँनिर यसले जङ्सन भेट्टायो जङ्सन भेट्टाएपछि अब यहाँ यो डिभाइड हुन्छ कति एमाउन्टमा डिभाइड हुन्छ हामीलाई थाहा छैन आई भन्ने करेन्ट आएको छ हो अब यहाँनिर I1 भन्ने करेन्ट गयो अब फर इक्जाम्पल मानिलिउँ यतातिर I2 भन्ने करेन्ट गयो ठिक छ अब यहाँबाट जाँदै गर्दा जाँदै गर्दा जाँदै गर्दा यहाँनिर यो ग्याल्भनोमिटरमा गएको करेन्टलाई चाहिँ हामीले आइजी भनेर मान्दियौँ मान्न पाइन्छ करेन्ट थ्रु ग्याल्भनोमिटर भनेर आइजी मान्दियौँ है अब हेर अब फेरि यहाँबाट सर्टेन आइजी भन्ने करेन्ट डिभाइड भयो भनेर हामीले एज्युम गऱ्यौँ अब यहाँनिर कति करेन्ट गयो I3 भन्ने करेन्ट गयो यहाँनिर कति करेन्ट गयो I3 भनेपछि I4 भन्ने करेन्ट गयो भनेर हामीले एज्युम गर्न मान्यौँ फेरि त्यति नै एमाउन्ट अफ करेन्ट फर्केर कहाँ आउँछ ब्याट्रीमा आउँछ ठिक छ बुझिन्छ नि I1 I2 I3 र I4 चारवटा हामीले करेन्टको बाटाहरू देखायौँ ठिक छ अब हेरौँ है त अब हेरौँ ल अब हामीले अघि नै योभन्दा अगाडिको क्लासमा पढेको क्रिचअप्सको फ्रम केभिएल क्रिचअप्सको भोल्टेज ल हामीले ठ्याक्कै लगाउनेवाला छौँ यहाँनिर है त सो एकदमै सिम्पल छ सो यो पोइन्ट चाहिँ खासमा ए हुनुपर्ने हो यो पोइन्ट चाहिँ खासमा ए हुनुपर्ने हो क्या उल्टो भइरहेको थियो ल हेर त यो ए भन्ने अब हेर अब हामी चाहिँ यसरी घुमाउँ मैले हिजो रुलहरू टन्नै लेखाइदिएको छु पहिला करेन्टको बाटो करेन्टलाई हिँडाउने त्यहाँपछि एउटा जङ्सन फिक्स गर्ने त्यहाँपछि आफू हिँड्ने अनि यदि करेन्ट र आफू सेम बाटोमा हिँड्दा रेजिस्टेन्स भेट्यो भनेदेखि नेगेटिभ साइन कन्भेन्सन युज गर्ने यदि करेन्ट र आफू अपोजिट बाटोमा हिँड्दाखेरि रेजिस्टेन्स भेट्यो भने पोजिटिभ साइन कन्भेन्सन युज गर्ने ठिक छ अनि अप द पोटेन्सियल प्लस हुन्छ डाउन द पोटेन्सियल माइनस हुन्छ यो मैले एकदम मजाले लेखाइदिएको छु त्यो पहिलाको क्लासमा गएर हेर्दा हुन्छ ल हेर त अब हामी के गर्ने भन्दा इन अ लुप हेर है इन लुप कुन लुपमा हामी हिँड्ने भनेका छौँ मैले एबिडी अनि ए नै भन्ने लुपमा है एउटा कम्प्लिट सर्कल पुरा हुनुपर्छ नि यहाँनिर फेरि लुप भनिसकेपछि एबाट हिँडेर एमै फर्केर आएको हुनुपर्छ म ठिक छ ल हेर अब ए भन्ने ठाउँबाट हामी हिँड्न सुरु गर्छौँ है हामी यसरी हिँड्छौँ एबिडिए भएर आउँछौँ है हेर त ल एबाट करेन्ट पनि हामी सँगसँगै छ हामी र करेन्ट के छौँ सँगसँगै छौँ बाटोमा के भेट्यो रेजिस्टेन्स भेट्यो भने प्लस हुन्छ कि माइनस हुन्छ माइनस हुन्छ राइट माइनस के लेख्ने I1 के लेख्ने पी लेख्ने ठिक छ अब फेरि हामी हिँड्दै गयौँ ठिक छ अब बाटोमा एउटा ग्याल्भनोमिटर भेट्यो ग्याल्भनोमिटर पनि के हो एउटा रेजिस्टेन्स नै हो ठिक छ अब करेन्ट र हाम्रो के छ डाइरेक्सन सेम छ हामी पनि यही बाटो करेन्ट पनि हामी पनि हिँड्दै गइरहेको छौँ करेन्ट र हामी सँगसँगै हिँडिरहेको छौँ बाटोमा ग्याल्भनोमिटर भेट्यो भेटिसकेपछि के गर्ने माइनस नै गर्ने कति गर्ने करेन्ट कति छ त्यतापट्टि गएको आइजी गर्ने ठिक छ ल फेरि अब हिँड्दै आयौँ करेन्ट अब हिँड्दै हामी यहाँसम्म आइपुग्यौँ ठिक छ अब हामी यता लाग्यौँ अब हामी त फर्केर आफ्नो लुपतिर जानु पर्यो तर यहाँ I2 भन्ने करेन्ट हाम्रो अपोजिटमा आइरहेको छ कि छैन सो आइरहेको छ नि त हो भनेपछि करेन्ट र हाम्रो बाटो के भयो अपोजिट भयो करेन्ट र हाम्रो बाटो अपोजिट र बिचमा एउटा रेजिस्टेन्स भेट्यो भने प्लस गर्ने कि माइनस गर्ने भन्दा अभियसली प्लस गर्ने ठिक छ प्लस के गर्ने I2x गर्ने इजिकल टु कति हुन्छ हिजो हामीले पढेका छौँ अल्जेब्रिक सम अफ EMF एन्ड PD ओभर क्लोज लुप अफ एन इलेक्ट्रिक सर्किट इज अलवेज 0 सो इजिकल टु 0 गरिदिने ठिक छ सो हामीले एउटा सिम्पली म्याथमेटिकल इक्वेसन एउटा बनाउन सक्छौँ I2x बराबर चाहिँ I1p प्लस IgG भनेर बनाउन सक्छौँ ठिक छ यसलाई इक्वेसन 1 मानिदिउँ ल अब अर्को लुपमा हेरौँ त यो लुपको काम सक्यो है त अब यो लुपमा आउँ ल इन अ लुप कति त BCDB है त इन अ लुप BCDB मा हेरौँ ल अब हामी यसमा पनि यही बाटो हिँड्छौँ हामीले हिँड्ने बाटो यही बाटो हिँड्छौँ है त ल हामी पनि यहाँबाट हिँड्न सुरु गऱ्यौँ करेन्ट पनि यतैतिर लागिरहेको छ हामी पनि यतैबाट घुम्छौँ है त सो हामी र करेन्ट सँगसँगै आयौँ बाटोमा के भेट्यो रेजिस्टेन्स भेटेपछि करेन्ट र म सेम डाइरेक्सनमा बाटोमा रेजिस्टेन्स भेट्यो के गर्ने माइनस गर्ने कति माइनस गर्ने भन्दा I3Q लेख्ने ठिक छ अब फेरि हिँड्दै आयौँ करेन्ट र म के छ एउटै बाटो छ बाटोमा के भेट्यो रेजिस्टेन्स भेट्यो यहाँ करेन्ट र म एउटै बाटो हो त होइन यहाँ हेर त I4 यताबाट आइरहेछ म यताबाट आइरहेको छु भनेपछि करेन्ट र मेरो बाटो त के छ अपोजिट छ बाटोमा रेजिस्टेन्स भेट्दा के गर्ने प्लस गर्ने कति प्लस गर्ने I4
आर गर्ने ठीक छ। अब फेरि हिँड्दै 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 हामी गयौँ, करेन्ट आइजी करेन्ट उताबाट आइरहेछ, हामी यताबाट गइरहेछौँ भनेपछि हाम्रो डाइरेक्सन के छ, अपोजिट छ। भन्नुको मतलब अपोजिट डाइरेक्सनमा ग्याल्भनोमिटर भेट्यो, प्लस गर्ने कि माइनस गर्ने भन्दा त माइनस गर्ने हो, होइन प्लस गर्ने हो। प्लस कति हुन्छ, आइजी जी हुन्छ इजिकल टु कति त 0। ल सिम्पल यसमा पनि एउटा म्याथमेटिकल इक्वेसन बनाइदिउँ, I4R प्लस आइजी जी इजिकल टु I3Q। यहाँसम्म बुझेँ नि, यो त हिजोकै कुरा गरेको है मैले, दुईटा लुपमा हिँड्न सिकाएको मैले हिजै हो। यो हिजोको भिडियो हेर्नु भएको छैन भने फेरि गएर क्रिचअफ्सको सेकेन्ड ल भनेर मजाले हेर्न सक्नुहुन्छ। त्यहाँनिर मैले नियम नेपालीमा लेखाइदिएको छु है। ल यो दुईटा इक्वेसन हामीले लेख्यौँ ठीक छ। अब लेखिसकेपछि क्रिचअफ्सको भोल्टेज ल पनि लगायौँ। अब क्रिचअफ्सको करेन्ट ल पनि यहाँ लाग्छ क्या, अचम्मको कुरा त त्यो न छ। ल हेरौँ त, फ्रम केसिएल, हेर केसिएल पनि यहाँ लाग्छ। केसिएल कति बेलामा कहाँनिर लाग्छ भन्दाखेरि ल हेर त, यो ल एट जङ्सन बी, जङ्सन बीमा हामी केसिएल लगाएर हेर्छौँ है त। जङ्सन बीमा केसिएल लगाउँदाखेरि के हुन्छ त भन्दा I1 भनेको इन्कमिङ करेन्ट हो किन, हिजो हामीले के पढाएको छौँ, इन्कमिङ करेन्ट बराबर आउटगोइङ करेन्ट भएको छ, त्यही भएर I1 बराबर I3 प्लस IQ लेख्न मिल्छ, मजाले मिल्छ। भनेको यो थर्ड इक्वेसन भयो, बुझिरहेछौ नि यहाँसम्म त। अब फेरि एट जङ्सन अर्को एउटा जङ्सनमा हेरिदिउँ न त, ल डी जङ्सनमा, ल डी जङ्सनमा हेरौँ त। डी जङ्सनमा मैले चाहिँ यहाँ इन्कमिङ करेन्टहरू के हो, यहाँ इन्कमिङ करेन्टहरू I2, हेर यो जङ्सनतिर कुन करेन्ट आइरहेछ, I2 करेन्ट आइरहेछ, I2 करेन्ट र आइजी करेन्ट यो डी भन्ने जङ्सनतिर आइरहेछ। तर यो डी भन्ने जङ्सनलाई छोडेको भनेको एउटै मात्र करेन्ट छ, त्यो I4 भन्ने करेन्टले डी भन्ने जङ्सनलाई छोडेको छ। भन्नुको मतलब त आउटगोइङ करेन्ट इज इक्वल टु इन्कमिङ करेन्ट हो। भन्नुको मतलब I2 प्लस यहाँ पनि के हुन्छ, आइजी नै हुन्छ हो। ल ठिक छ, भनेको यो थर्ड इक्वेसन भएपछि यो फोर्थ इक्वेसन भयो हो। ल अब हेरौँ है त, फेरि है त हेर। अब हामीले के भनेको छौँ, एट ब्यालेन्स्ड कन्डिसनमा चाहिँ आइजी को भ्यालु के हुन्छ, सधैँभरि 0 हुन्छ हो कि होइन। आइजी को भ्यालु 0 हुन्छ, हामीले माथि नै डिस्कस गरिसकेको कुरा हो यो। किन भन्दा बी र डी सेम पोटेन्सियलमा हुन्छ, सेम पोटेन्सियलमा भएपछि करेन्ट त बग्दैन। सो अब फेरि थर्ड एन्ड फोर्थ इक्वेसन बिकम्स कति भयो त, थर्ड र फोर्थ इक्वेसन भन्दा I1 बराबर I3 भए, यिनीहरूलाई हामीले 5 मान्न नि पाउँछौँ। त्यसै गरी अर्को भनेको I4 बराबर I2 भयो, यिनीहरूलाई हामीले 6 मान्न नि पाउँछौँ। ल ठिक छ। ल अब हेरौँ त, अब फेरि अर्को सिम्पल छ है। अब फ्रम इक्वेसन, अब इक्वेसन 1 र 2 लाई लेखौँ, इक्वेसन 1 एन्ड 2 हेर, इक्वेसन 1 एन्ड 2 लाई लेख्न मिल्छ। I2x इज इक्वल टु कति त, I1 को ठाउँमा अब ल म पुरै पहिला सिधै लेखिदिन्छु ल, प्लस आइजी जी नै सिम्पली लेखिदिन्छु, पुरै लेखिदिन्छु इक्वेसन, यो 1 पुरै लेखिदिन्छु। ल अब अर गरेर अब म चेन्ज गर्छु। हेर I2 को ठाउँमा मैले I2 नै लेखिदिएँ, I1 लाई I3 ले मैले चेन्ज गर्न पाएँ कि पाइनँ, पाएँ। भनेपछि कतिले चेन्ज गर्न पाएँ, I3P लेख्न पाएँ। ठिक छ। अब आइजी भनेको कति हो, 0 हो, भनेपछि यो सबै पार्ट 0 भयो कि भएन, भयो। भनेपछि यसलाई मैले इक्वेसन 6, 7 दिन पाएँ है। एकदम बुझ ल, केही गरेको छैन, मात्र यहाँ भ्यालु मात्र सब्स्टिट्युट गर्दै तल झरिरहेको छु म। अब त्यसै गरी इक्वेसन 2 हेर, इक्वेसन 2 कति थियो, I4R प्लस आइजिजी I3Q थियो हो कि होइन। अब हेर फेरि मैले I4 लाई I2 लेख्न पाएँ कि पाइनँ, I4 लाई I2R लेख्न पाएँ। आइजी कति भयो, 0 भयो, 0 लेख्नै परेन। सो I3Q लाई मैले I3Q नै छोडिदिन पाएँ, बुझिन्छ। इक्वेसन 8 भयो। हेर है, थोरै हेर है, केही गाह्रो छैन है। मैले त सिम्पली एउटा म्याथमेटिकल इक्वेसन बनाउँदै आइरहेको छु। मेन कुरा भनेको त्यो लुपमा हिँड्न जान्ने
लुपमा हिँड्न जान्नु पर्यो, त्यो भनेको हिजै पढिसकेको छु किर्चोफ भोल्टेज ल। यहाँ त भनेको सिम्पल एउटा नल कन्डिसन बुझेर अगाडि बढ्ने मात्रै हो ल। अब फ्रम इक्वेसन कति त 7 and 8, 7 र 8 बाट के चिज हामीलाई पत्ता लाग्छ हेर त, I2x ल, अथवा ल डिभाइडिङ इक्वेसन, यो फ्रम इक्वेसन भन्दा पनि डिभाइडिङ इक्वेसन 7 र 8 ल हेर, I2x अपन I2r इज इक्वल टू I3p डिभाइड बाई I3q, I3 कट्यो, Q कट्यो, हाम्रो रिजल्ट के आयो त, भन्दा p बाई q इज इक्वल टू x बाई r। सो यो नै सबैभन्दा इम्पोर्टेन्ट कन्क्लुजन हो वेटिस्टोन ब्रिजको, ठिक छ। अब कुनै पनि न्युमेरिकल सल्भ गर्दाखेरि हामीलाई के दिन्छ भन्दा यो एउटा वेटिस्टोन ब्रिज भयो है, यो एउटा वेटिस्टोन ब्रिजको कन्डिसन भयो। यसै गरी एउटा हामीलाई वेटिस्टोन ब्रिज बनाएर दिएको हुन्छ, है। त्यसै गरी हेर है, आई एम रियली पुअर एट ड्रइङ है, यु हेभ टु कन्सिडर इट। हेर एउटा बट आई एम ट्राइङ टु मेक इट बेटर ल। हेर त यसरी एउटा ABCD यसरी दिएको हुन्छ, अनि यहाँनिर तिमीहरूलाई PQRX भनेको कुनै पनि चारवटा रेजिस्टेन्समा चाहिँ एउटाको भ्यालु दिएको हुन्छ र कुनै पनि चारवटामा तीनटाको भ्यालु चाहिँ दिएको हुन्छ, एउटाको भ्यालु चाहिँ निकाल भनेको हुन्छ। हो त्यो कन्डिसनमा चाहिँ तिमीहरूले सिधै वेटिस्टोनको IG यहाँबाट यदि जिरो करेन्ट बगाउन सकियो भनेदेखि यो एउटा वेटिस्टोनको ब्रिज आफै फर्मेसन भइहाल्छ। त्यो भइसकेपछि p बाई q इज इक्वल टू x बाई r डाइरेक्टली लगाउन सक्छौ। र कहिलेकाहीँ बोर्डहरुमा केही पनि क्वेशन सोधिरहेको हुन्छ भन्दा त यो वेटिस्टोन ब्रिजलाई चाहिँ कसरी सेन्सिटिभ बनाउन मिल्छ भनेर सोधिरहेको हुन्छ के है, कसरी चाहिँ वेटिस्टोन ब्रिज चाहिँ मोर सेन्सिटिभ हुन्छ, हाउ क्यान वी इन्क्रिज द सेन्सिटिभिटी अफ वेटिस्टोन ब्रिज। यो भेरी इम्पोर्टेन्ट क्वेशन्स फर बोर्ड एक्जामिनेसन। सो इफ हेर है त p is equal to q is equal to r is equal to x, then the bridge is more sensitive भन्न पाइन्छ। ठिक छ, बुझिन्छ नि, मजाले बुझिन्छ नि अहिलेसम्म कुरा त बुझ्या हो नि कुरा त। सिम्पल हामीले केही गरेको छैन, केही हिजोकै कुरालाई मैले रिपिट गरिरहेको छु। एउटा सिम्पल वेटिस्टोन ब्रिज भनेको एउटा इलेक्ट्रिकल सर्किट हो जसले चाहिँ कन्डक्टरको रेजिस्टेन्स फाइन्ड गर्नमा हामीलाई हेल्प गर्छ। अनि मैले सिम्पली एउटा वेटिस्टोन ब्रिज बनाएर देखाएपछि मेन इम्पोर्टेन्ट जान्नुपर्ने कुरा भनेको चाहिँ यसको प्रिन्सिपलै त्यही हो। ब्यालेन्स कन्डिसनमा चाहिँ ग्याल्भनोमिटरबाट करेन्ट बग्नु भएन, यो नै यसको मेन प्रिन्सिपल हो। किन बग्नु भएन भन्दा B र D चाहिँ सेम पोटेन्सियलमा भइसकेपछि यहाँबाट करेन्ट फ्लो हुँदैन भन्ने कुरा जान्न पर्यो। अब हामी विभिन्न अब यसको प्रुफतिर लाग्छौँ। प्रुफतिर लाग्दै गर्दा KVL ल लगाएर दुईटा लुप हेर्छौँ, दुईटा लुप हेरिसकेपछि फेरि KCL लगाउँछौँ B र D दुईटा जङ्सनमा। अनि त्यहाँबाट त के छ र ब्यालेन्स कन्डिसन थाहा छ हामीलाई, IG इज इक्वल टु 0। अनि त्यहाँबाट अब इक्वेसन 3 र 4 कति हुन्छन्, 7 र 8 कति हुन्छन्, एक आपसमा डिभाइड गरेर p बाई q इज इक्वल टु x बाई r भनेर हामीले सिम्पली निकालिदिन्छौँ। र वेटिस्टोन ब्रिज कति बेला सेन्सिटिभ हुन्छ भन्दा जब चारैवटा रजिस्टरको भ्यालु चाहिँ इक्वल हुन्छ त्यो बेला वेटिस्टोन ब्रिज मोस्ट सेन्सिटिभ हुन्छ भन्ने कुरा पत्ता लाग्छ। ओके ल, आजलाई यति मात्रै गरेँ है मैले। हामी नेक्स्ट क्लासमा चाहिँ मिटर ब्रिज सुरु गर्छौँ ल। यो सबै च्याप्टर सकिसकेपछि हामी न्युमेरिकल गर्छौँ। अहिले चाहिँ म सरसर्ती यो च्याप्टरै मात्र सकाउनतिर लागेको छु ल। ओके, पढ्दै गर, बाई बाई, गुड नाइट।